तोलापाङ बेटोलको लागि चाहिँ चलिरहेछ है यसरी रिङ अस्ति गुरुआमा जन्मोत्सवको कारण एकछिन थापिराखेको थियौँ त्यसको लागि हामी निरन्तर छौँ। यहाँ आज डोबहरू 15-18वटा खनियो त्यसमा हेड मिस्त्रीलाई देखाउँ है मिस्त्री जलन माग्नु यसरी टक्क मसलासँग मुसला हाल्दै हुनुहुन्छ। अब यता चाहिँ शङ्कर मुकुम यसरी यहाँ राजेश दाई हाम्रो विशिष्ट सल्लाहकार हाम्रो सुरु गर्नुभयो क्या यसरी भन्दैछ यो मसला रहेछ है यहाँ पनि उब्रिएर तर लानुपर्छ अनि यसरी अलिकति यसो मजाले खिचेर पठाउँ मजाले त हेरौँ त छोराले त रोमानियाबाट हेरिरहेछ मकौबाट बाउ यति श्रममा खटिरहेछ छोराले सहयोग गरेर पनि यसरी चाहिँ यत्तिकै एक्टिभ चाहिँ हुनुपर्छ है निक्तोक लामा यी भालकुमारी दिदी माथि सन्तपुरबाट आएर यहाँ धमाधम सघाउँदैन छ यी ढुङ्गा यसो दिँदै गरेर यस्तो यो त गएर त देश विदेशमा पुगिहाल्छ त ल धमाधम हुँदैछ। अब यहाँ चाहिँ कम्प्लिट भइसकेको यो चाहिँ हेर्नु सक्नुहुन्छ। अब यहाँ कलर लाग्छ जम्मा आज 4-5वटा 6वटा 7वटा गाइज 7वटा 8वटा बनायो देख्न सक्नुहुन्छ रिङ। अब यहाँ चाहिँ माटो कालो खालको लाएर हालिन्छ अनि फुल रोपिन्छ। यता अस्ति 13वटा सकेको अब बाँकी भोलि पनि निरन्तर रहनेछ। हाम्रो रिङ बनाउने फुल गमला फुल निर्माणको लागि चाहिँ यसरी नै काम हुँदैछ है मित्रहरू।